आजको दिन यो रातो रिबन काट्नुको जरुरत किन थियो त? सेवा र सबैजनालाई वेलकम टु माई मिनी ब्लग भन्दै आज म आइपुगेको छु मङ्गलपुर बजार भरतपुर 15 मा। मलाई माया गर्ने मेरो स्टुडेन्ट र हातमा साथ रातमा काट दिने मेरो भाइहरू अनि भाइहरूको प्यारो प्यारो स्टुडेन्टहरू पनि आइपुगेको थियो। ठुला ठुला मान्ने जान्ने व्यक्तिहरू पनि सहभागी हुनुभएको थियो किनभने आज थियो हाम्रो नयाँ डान्स क्लास ओपनिङ डे। हो सही सुन्नुभयो, नयाँ क्लास खोलेको छौ। तपाईकै मङ्गलपुर हाट बजार नजिकै भिजिट गर्न सक्नुहुन्छ। आज यही डान्स क्लासको ओपनिङ भएको कारणले रातो रिबन काटी उद्घाटन गरिएको थियो। केक सेक पनि काटेर बर्थडेवाला बम पनि पड्काएर सेलिब्रेट गरेको थियौँ। क्लास ओपन भइसकेको छ। तपाईहरूलाई यदि डान्समा रुचि छ भने जोइन गर्न सक्नुहुन्छ। शिवनगर नजिक हुनुहुन्छ भने त्यहाँ पनि हाम्रो क्लास खोलिएको छ, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र मङ्गलपुर नजिक हुनुहुन्छ भने पनि चिन्ता नमान्नु, हामीले यहाँ डान्स क्लास खोलिसकेको छौँ। यो खोल्नुको कारण चाहिँ हामी पहिला डान्स सिक्न खोज्दा बजार नै पुग्नु पर्थ्यो। गाडी भाडा, खाजा खर्च, डान्सको फी गर्दा एकदम धेरै खर्च हुने। आफू सानै भएकोले उठाउन पनि नसक्ने यो खर्च। त्यसैले उतै काम गर्दै उतै बसेर सिकेको थियो। कतिपय रुचि मन भएको व्यक्ति बच्चाहरू पनि डान्स सिक्नलाई यही कारणले आफ्नो सपनाहरू मारिरहेको होला। त्यसैले हामीले यहाँ खोलेको छौँ र हामीहरूले हल्का फुल्का डान्सहरू गरेर भिडियोहरू पनि बनायौँ। हाम्रो क्लास कन्टिन्यू भइरहेको छ। नयाँ वर्षमा अफर पनि खुल्ने छ, त्यसैले जोइन हुनु होला। किनकि जो नाच्छ ऊ नै धेरै बाँच्छ र सबै टेन्सन डिप्रेसन दुःख भुलाएर हाँस्छ भन्दै आजको ब्लग यति नै छ। भेटौँला अर्को नयाँ ब्लगमा। बाई बाई।